नमस्ते। जय महाराज देवी युवा ग्रुप समाज सेवा थलीको कार्यकर्ता शीतोष कुमार शाह। सम्पूर्ण साथीलाई जानकारी गराइदिउँ। आज हाम्रो चाहिँ संस्थाको स्थापना दिवस। आज हामी 5 साल पूरा गरी 6औं सालमा पहिला टेकेका छौँ र यो 5 सालको अन्तरकालमा हामी विभिन्न खाले उतार चढाव फेस गर्यौं र त्यो उतार चढावलाई हामी च्यालेन्ज गर्दै अगाडि बढ्दै गयौं र आज हाम्रो यो संस्था यहाँसम्म पुग्न सफल भएको छ। त्यसर्थ यसमा संलग्न हुने सम्पूर्ण साथीहरूलाई, यसमा साथ सपोर्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो स्थापना दिवस मनाउँदै गर्दाखेरि ती अग्रजहरूलाई सम्झिन मन लाग्यो, जसका कारणले हामी यो संस्था प्राप्त गर्न सक्यौं। आदरणीय श्री सन्तोष चौधरी, श्री शनिचर महाराजी अनि श्री मिथिलेश शाहजी, तपाईहरूको दिन रातको मेहनत कष्ट परिश्रमकै कारणले आज हामी यो संस्था प्राप्त गर्न सकेका छौं। तपाईहरुले त यो संस्था हामीलाई दिनुभयो, तपाईहरुले यो संस्था सञ्चालनमा ल्याउनु भयो, तर यो संस्थालाई अगाडि बढाउन, यो संस्थाबाट यत्रो काम हुने र यो संस्थालाई यत्रो अगाडिसम्म बढाउने, यसमा सामेल हुनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक अभिवादन र धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी यो संस्था स्थापित गर्ने बेलामा नि हाम्रो उद्देश्य थियो कि यो संस्थाबाट सक्दो हामी अपाङ्ग, गरिब, विपन्न र आर्थिक स्थिति कमजोर भएका विद्यालय क्षेत्रमा होस्, चाहे राजनीतिक कर्मीमा होस्, चाहे त्यो जनचेतनामूलक कार्यक्रम होस्, यो हाम्रो उद्देश्य नै थियो यो संस्थाबाट गर्ने र त्यही अनुसार हामी आज गर्दै आइरहेका छौं। र हाम्रो अग्रजहरूको यो प्रस्ताव नै थियो कि यो संस्था चलाउँदै गर्दाखेरि हामीले कसैलाई त्यो नाङ्गै बस्नु नपरोस्, कसैले भोकै मर्नु नपरोस्, कसैले बिना औषधिको मर्न नपरोस्, अनि कुनै विद्यार्थीले उद्देश्य थियो र हामी यही उद्देश्यका साथ आज हामी यो कार्यक्रम गर्दैछौँ। र आज हामी चाहिँ यो 6th एनिभर्सरीसम्म आइपुग्दा हामीलाई एकदम खुसी महसुस भइरहेको छ र समग्रमा भन्दाखेरि आज हामी जसको कारण हामी यो संस्था स्थापना गरेका थियौं, उहाँहरूको अगाडि यो एनिभर्सरी सेलिब्रेट गर्दा आफूलाई एकदमै भाग्य माने र खुसी ठान्दछु। र आगामी दिनमा नि हामी यस्तै कार्यक्रमहरू र लास्टमा यही बढी नबोलिकन भगवान पशुपतिनाथले अनि माँ जानकीले अनि राजदेवी माईले सबैलाई रक्षा गरून् अनि उहाँहरूको नि आशीर्वाद लागुन् भन्ने म यताबाट बिदा हुन चाहन्छु। धन्यवाद। र हामी केक से काट्नु उता के आईबान मतलब हमसे पढाउने हामी मतलब मतरी जिल्लामा एउटा ट्युसन व्यवस्था गरेका छौं। त्यो गरिब विपन्न परिवारहरू जो पढ्न सक्छन् त अनि त्यस्ता गरिसकेका छौं काजहरू। अनि त्यसपछि हस्पिटलमा नै हामी कार्य गरिसकेका छौं।